आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भर्दिने मैले सम्पत्ति विवरण भरेर म पठाउन जे गर्न सक्छ गरोस्। फेरि चाहियो आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार। नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फर्साउनका लागि यस्ता क्रियाकलाप गरेको छ।